आफ्नो एक दिवसीय क्रिकेटको सर्वाधिक रन प्रहार गरे। दिपेन्द्र सिंह ऐरीको त्यो पावर प्याक पर्फर्मेन्स रह्यो। उनी यो क्यालेन्डर वर्षमा सन् 2026 मा 3वटै फर्मेटमा जोड्ने हो भने पनि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। हेरी ब्रुक इङ्ल्यान्डका, उनलाई पछाडि पारिदिएका छन्। अब पालो भएको छ नेपालले बलिङको जादु देखाउने। अमेरिकालाई सहज भने पक्कै हुनेछन्। एउटा ठूलो लक्ष्य लिएर आएको छ। त्यो रन रेटको दबाव पहिलो बलबाट नै फिल गर्नेछ। रोहित कुमार पौडेल आज उनको ब्याटबाट रन आयो। अघिल्लो खेलमा आएको थियो। नेपालको हेर्ने हो भने त ब्याटिङ लाइनअपमा सम्पूर्ण खेलाडीहरू अहिले लयमा रहेको अवस्था देखिन्छ। गजबको ओपनिङ पार्टनरसिप रह्यो कुशल पुर्तेल र आशिफको बीचमा। त्यसपछि ठूलो शतकीय साझेदारी कप्तान पौडेल र ईशान पाण्डेको बीचमा र अन्ततः त्यो गजबको अन्त्य गरेको थियो नेपालले। दिपेन्द्र सिंह ऐरी, गुलसन झा, त्यसपछि अन्त्यमा आरिफ शेखको ब्याटबाट आएका रनहरूको मद्दतले 318 रनको लक्ष्य पस्केको छ अमेरिकालाई। शायन जहांगीर र स्मिथ पटेल दुईजना ओपनिङ ब्याटर हुनेछन्। 847 रन बनाएका छन् 24 म्याचमा। अमेरिकी विकेट किपर ब्याटर स्मिथ पटेल 80.9 को स्ट्राइक रेट। निकै आक्रामक खेलाडी रहेका छन् र नेपालमा आएर केही उत्कृष्ट इनिङ पनि उनले खेलिसकेका छन्। नेपाल विरुद्धको अन्तिम खेलमा राम्रो रन आएको थियो उनको ब्याटबाट भने शायन जहांगीर, उनको ब्याट खासै चलेको छैन। नेपालमा 24 खेलमा 504 रन बनाएका छन्। अनि नेपालको तर्फबाट बलिङको सुरुवात गर्नेछन् सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामी। 21 म्याचमा 29 विकेट लिएका छन्। 5.87 को त्यो इकोनोमी रहेको छ। र अमेरिका सुरुबाट त्यो ठूलो रन जुन लक्ष्य पछ्याइरहेको छ त्यसको लागि त सुरुवात त राम्रो चाहिनेछ। नेपाल चाहनेछ चाँडै विकेट लिन सकौं र चाहनेछ 2 अङ्क बटुलेर आफ्नो घरेलु श्रृङ्खलाको अन्त्य गर्नको लागि। पहिलो बल फाल्नेछन् सोमपाल कामीले। स्ट्राइकमा रहेका छन् स्मिथ पटेल। 300 बलमा चाहिनेछ अमेरिकालाई 318 रन। पहिलो बल सोमपालको र इन्टेन्सन हेर्न सक्छौ। शट खेल्ने प्रयास विथ दिएको खण्डमा स्मिथ पटेल जाने नै छन् शटको लागि। कमेन्ट्री बक्समा मलाई साथ दिन जोडिनु भएको छ विराट जङ्ग्रामाझी। विराट, एउटा ठूलो लक्ष्य अमेरिकाले लिएको छ जुन उद्देश्य लिएर आज टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। आज भने ब्याकफायर गरेको छ त्यो निर्णयले। धन्यवाद किरण। अवश्य पनि जुन हिसाबले ओभरकास्ट कन्डिसन थोरै सायद सुरुवातमा जुन स्कटल्यान्डसँगको जस्तो खेल दोहोऱ्याउने प्रयासमा थियो, तर नेपालले आज शानदार ब्याटिङ प्रदर्शन गरेको छ। बलिङ सुरुवात सोमपाल कामी उत्कृष्ट लयमा छन्। पछिल्लो 5 खेल हेर्ने हो भने सोमपालले सफ गरेका थिए। पनि विकेटको आवश्यकता पक्कै पनि छ, उनीबाट अपेक्षा गरिन्छ। यो 3जना पेसरको रूपमा सोमपाल रहन्छन्। सुरुवातमा नन्दन यादव गर्यो। टिम हेर्ने रूपमा लिने भने कुशल पुर्तेल बलिङ गर्न सक्छन्। त्यसै गरी कप्तान स्वयं छन् रोहित कुमार पौडेल। ईशान पाण्डेले अहिलेसम्म बलिङ गरेको देखेका छैन। बलिङ त राम्रो उनले पनि गर्छन्। अश्विनको अप्सन बाहिर विकेट सुरुवातमै। त्यसमाथि स्मिथ पटेलको विकेट। सोमपाल र स्मिथ पटेल यो जोडी जमेको छैन। सोमपालको अगाडि स्मिथ निरीह देखेका छन्। फेरि एकपटक सोमपालले स्मिथलाई त्यो आउटस्विङ्गरमा थोरै बाहिर गएको बलमा फसाएका छन्। अगाडि पनि यही नै गरेका थिए। विराट अघिल्लो खेल याद आयो जहाँ आसिफले क्याच छोड्न पुगेका थिए। यसपल्ट कुनै पनि गल्ती गरेनन्। हेर्न सक्छौ त्यो खेल्नै पर्ने